दिदी ए हे बहिनी तिमी सन्चै छौ? हजुर सन्चै हुनुहुन्छ? सन्चै छु। अनि के गर्नु लाग्यो? लुगा धोइरहेको छु दिदी। तिमीले त +2 पास गरे भनेर सुनेको थिएँ त। अनि कहाँ पढ्छौ आजभोलि? मैले त पढाइ छोडिसकेँ नि दिदी। किन? त्यस्तै कलेजहरूमा फी साह्रै महँगो हुन थाल्यो, आमाले नाइ भन्नुभयो। अनि तिमीले राम्रोसँग पढ्यौ भने त फ्रीमा नि पढ्नु मिल्थ्यो त। अनि स्कलरसिपमा नि नाम निकाल्यो भने त तिमीलाई कलेजले फ्रीमा पढाइदिन्छ त। त्यस्तो फ्रीमा पढ्न पाइन्छ र दिदी? हो नि, पढ्न पाइन्छ। त्यस्तो कलेज कहाँ छ दिदी? अनि सबै कलेजहरू छ उसरी। अब अरू धेरै कलेजहरू त थाहा भएन। मैले पढेको कलेजमा चाहिँ यदि राम्रो मार्क्स ल्यायो भने चाहिँ स्कलरसिप चाहिँ दिन्छ। मलाई यसको बारेमा भनिदिनु न दिदी, मलाई साह्रै पढ्ने इच्छा छ। मैले चाहिँ एनडब्ल्यूबाट पास आउटमा पढेको थिएँ। त्यहाँ चाहिँ कस्तो भन्दाखेरि तिमीले राम्रो मार्क्स ल्यायो भने चाहिँ तिमीलाई स्कलरसिपहरू दिन्छ। अनि तिमीले स्कलरसिप त्यसरी तिमीले इक्जाम छुटाइहाल्यो भने पनि तिमीले यदि टप गर्यो भने सेमिस्टर वाइज त्यसरी पनि तिमीलाई स्कलरसिप मिल्छ। तिमीले एकचोटि एप्लाई गर्नु पर्थ्यो नि, बुझ्नु पर्थ्यो नि कलेज गएर। दिदी हुन्छ, एकचोटि कलेज भिजिट गर्नु नि। हुन्छ दिदी, म आजै आमालाई भन्छु दिदी। हुन्छ, पछि मलाई आएर भन है। ल पढ्न पाउने भयो। आमा आमा हजुर छोरी बाख्रा हिँड्न छोडेर कता आएको? त्यो बाख्रालाई छोड्नु न। त्यो अघि नै मैले देखेको होइन, त्यहाँ एउटा दिदी कति राम्री दिदी होइन, कति ठुलो मान्छे भएर आउनुभयो कि नि। अनि तिमी चाहिँ मलाई नपढाउने? पढाउने त पढाउने छोरी, तर कसरी पढाउने? तिमीलाई थाहै छ हाम्रो आर्थिक अवस्था कस्तो कमजोर छ। तिमी चाहिँ न त्यो आर्थिक मलाई तिमी आफ्नो छोरालाई पढायो, मलाई चाहिँ नपढाउने? त छोरी तिमीलाई थाहै छ हाम्रो घरको अवस्था कस्तो नाजुक छ। मलाई थाहा छैन, म पढ्ने हो। मलाई यस्तो मेरो जन्म यतिको लागि भयो हो त नि। कसरी गर्ने त छोरी, सोचौँला नि त यो बारेमा। अब